सो गाइज म आफ्टर 3 months रुममा आएको थिएँ कि अनि मैले अब सामानहरू किनिरहेको रहेछु नि त मलाई थाहा थिएन। अनि यहाँ हेर्नुहोस् ल, त्यो सब्जीहरूमा त अब केही अदुवा मैले जुन चाहिँ किनेको थिएँ अदुवाबाटै पलाएछ, प्लान्ट पलाएछ अदुवाको हो। अनि यहाँ हेर्नुहोस् न, आलुहरू यत्तिकै छोडेको थिएँ त, आलुको पनि अब त फार्मिङ पो गर्नुपर्छ जस्तो भइसक्यो त। अर्ग्यानिक माथि छतमा लगेर आलु हेर्नुहोस् न यहाँ, ए यस्तो छ प्याज चाहिँ जस्तो देख्दैछ झक्क पर्छु म अन्त आम्मामा 3 महिनासम्म अब यस्तै छ हेर्नुहोस् त है, ताजै छ है, छक्क पर्नु। म त यसमा पनि उम्रिसक्यो होला भनेर सोचिरहेको थिएँ आफ्टर 3 months। पूजा भ्याकेसन त घरको काम अफिसको कामले गएको थिएँ। अनि म त के भयो होला, कुहिएर कस्तो भइसक्यो होला भनेर सोचेको त हो, प्लान्ट पो उम्रिन्छ। अब यसलाई के गर्नु भन्नुहोस् त यसलाई यसलाई रोप्नुपर्छ होला माथि है। सो यो छ हालत मेरो रुमको हो। अनि पुरा काम छ, कति अब मैला भइरहेको पोछा लगाउनु छ, काम छ हो। झाडु साडु गरेर पोछा लाउँछु अब म। ओके गाइज, थ्याङ्क यू सो मच।